जन्मिँदा यिनी हुन् अबोध अबुझ, त्यो गिलो माटो शरीर राम्रो रूप दिन सक्यो भने भोलि चम्किन्छन् धरतीभरि। मेरो काम के हो भनिकन तिमी सोच्नु सधैँ दिन्दिन, जिज्ञासा उनका नभन्नु कहिले चिन्दिन र जान्दिन। मोबाइलले एकातिर गई नबस्नु बसाउनु, ठिक्क मात्र दिनु मोबाइल उनलाई, टिभी बरु लाउनु। पुस्तक पढ्नु अनि भेला भई सबै गफ्फा बरु लाउनु, पहिले आफू गरी सब कुराहरू गर्न अनि लाउनु। रुपी ढुकुर सुगा भँगेरो परेवा कौवा जुरेली चरी, चारो पानी दिनु तिकान त चिन्न पनि लाउनु। आफ्ना ती दुखेसा कथा र कुथुनी सुन्न पनि लाउनु, प्रेरणा हर पल उनिकन जीवन त्यो बुझाउनु। खेतबारी भए कुटो र कोदालो गर्न पनि लाउनु, गमलामै भए पनि ती बिरुवा पानी दिन लाउनु। भन्नु उठिकन बिछ्यौन जहिले तन्काउने काम गर, साना तिना कुरा उनलाई आफै जो गर्ने गर। घुमाउनु कहीँ लगेर कहिले नदी तलाउनेर, पार्टी पौवातिर बिहार मठमा मस्जिद गुम्बातिर, पूजा आजतिर लगाई मनलो देउतालाई बुझ्ने गर। माता पिता गुरु इमान्य जनमा आशा लिने गर। नमस्कार।